अब प्रश्न एकचोटि भेट्नु पर्ला उहाँलाई पनि होइन, किनभने हामीले यो देश बनाउने कुरा के भनौँ न, शक्ति त हुन् नि यार, जस्तो जसले चाहिँ भने नि अनि भोलि सरकार उनीहरूले गठन गर्यो भने त्यहाँ भएको केही कुरा पुरा गर्दैनौँ भनेर त भनिसके त बकाइदा। अब फेरि हाम्रो जेठो छोरो जानुहुन्छ संसद बिउताउने, उहाँको अब खोइ के कुरा बुझ्दैन, ठिकै छ ल व्यक्ति विशेष। उहाँले कहिले संसद बिउताउने भन्नुहुन्छ, कहिले चाहिँ संविधान खारेज गरौँ कि क्या भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, खासमा तपाईँको ट्युनिङ नमिलेको उहाँहरूसँग कुरा हुँदाखेरि के भन्नुहुन्छ, उहाँले के भन्नुहुन्छ? होइन अब यस्तो कुरा गरेपछि त ट्युनिङ मिल्ने कुरै आएन नि, कहाँ डिजेको सेटै एउटा सिडी निकालेर अर्को हाल्ने धारणा त्यसरी फेर्न मिल्दैन नि त। यो देशको कुरामा त स्टेबल धारणा हुनुपर्छ। स्टेबल हुनुहुन्न, कुरा स्टेबल छैन, अब भित्र कुरा त। त्यसो भए हिजो मध्यराति रवि लामिछाने र बालेन शाहको विशेष गोप्य वार्ता भयो, तपाईँहरूको लागि पनि त केही निकास त्यहाँबाट पनि निस्केला नि, कसरी हेर्नु भएको छ? हामीलाई निकास दिनुहुन्छ भने त हामी सबैले मान्न तयार। बालेन शाह र रवि लामिछाने सपोर्ट गर्नुहुन्छ तपाईँ? किन नगर्ने, देश बनाउने त सबैले सपोर्ट। किन वार्तामा जान चाहनु भएन त्यसो भए रवि लामिछाने बालेनहरुसँग? मलाई कसले बोलाउनु पर्छ नि? तपाईले त रिक्वेस्ट गर्ने होला नि त विराजजी, तपाईलाई बोलाउनै पर्छ भन्ने होइन, यस्तो हामी त आफ्नै लडाइँमा लडिरहेछौँ त, हामी त